हाई गाइज नमस्ते स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरूलाई फलो गर्नुहोला, सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला। ल हेर्नु त म चाहिँ आज कस्तो ठाउँमा आएको छु। ल हेर्नु, आज चाहिँ मेरो छुट्टी रहेको थियो, त्यही भएर म चाहिँ आज यतातिर म चाहिँ हर हप्ता यता आउने गरेको छु कि सब्जी म चाहिँ अर्ग्यानिक सब्जी खान्छु, त्यही भएर यहाँनिर आउँछु। यहाँ आएर अर्ग्यानिक सब्जी लिएर जान्छु। यो हाम्रो बङ्गाली भाइहरूले सब्जी लगाएको छ, त्यही भएर म चाहिँ यहाँ आउने गरेको छु। ल हेर्नु, यहाँ घिरौला फलेको छ, हेर्नु त। यहाँ यो भाइले चाहिँ यहाँ सब्जीहरू लगाएको छ। लु हेर्नु, यो बैगुन लगाएको रहेछ। यहाँ चाहिँ यो भैया आज कता गएछ। यहाँ चाहिँ रहेको साग हेर्नु। ल हेर्नु, यहाँ सागहरू लगाएको रहेछ। म चाहिँ किनभने बजारमा सागहरू किनेर खाने गरेको छैन, त्यही भएर अर्ग्यानिक सब्जीहरू लिनलाई यहाँ आउने गरेको छु। हेर्नु होला हजुरहरूलाई कस्तो लाग्छ। म चाहिँ यो बराइनको यो तुब्ली भन्छ, यहाँ तुब्ली नै भन्छ। यहाँनिर बराइनमा रात पर्न लागिरहेको छ। घाम चाहिँ अहिले भन्नुहुन्छ नि अस्ताउन लागेको छ बराइनमा। ल हेर्नु, यहाँ अस्ति पनि यहाँबाट मैले फर्सीको मुन्टा फर्सी लगेको थिएँ। हेर्नु यहाँ फर्सी गट्टा लाग्दै रहेछ, यति राम्रो हेर्नु त। अस्ति पनि मैले यहाँबाट लगेको थिएँ। ल हेर्नु, यहाँ गट्टा लागेको। ल हेर्नु, आहा कति धेरै फलेको रहेछ। आज त अलिक खाने भएको रहेनछ। ल हेर्नु है, ल हेर्नु यहाँ कति मजाले गट्टा लाग्दो रहेछ। अर्कोचोटि आउँदा चाहिँ ठिक्क हुने रहेछ। आज चाहिँ के लाने भन्दाखेरि यो भैया कता गएछ आज सब्जी दिनलाई। ओहो नि, भैयाको घिरौलाको झाङ त भाँचिएर लडेछ त बिजोग बाजाला। यस्तो घिरौला फलेको थियो। घिरौला त भाँचिएछ, लडेछ यहाँ गम्र्याङ गुम्रुङ बिचराको। बिजोग भइहालेछ नि। ल हेर्नु, आज चाहिँ म अब यहाँबाट सब्जी लिएर जान्छु। म तपाईँहरूलाई हर हप्ता देखाउने छु कि यहाँ म एभ्री विक आउने गरेको छु। हेर्नु त यहाँ घिरौला। ल हेर्नु साथीहरू, आज भैया कता गएछ।